यीशु ख्रीष्टको नाउँमा जय मसीह। हामी गीत गाउँछौँ, ध्यान दिएर सुनिदिनु होला। पिताको घरमा सीता जाऊ पिताको घरमा अब हामी अर्को गीत गाउन गर्न गइरहेका छौँ। बाबुलाई साथै हाम्रो सुजनालाई पनि गरेर मलाई समय दिनुभयो, मलाई पनि धेरै धन्यवाद छ सुनितालाई। र यसको नाम के राख्ने होला भन्ने विषयमा त्यो बेलामा हाम्रो हरिबहादुर दाई अनि जसवती वारी हुनुहुन्थ्यो अनि उहाँ दाईहरूले नै मलाई उहाँले के राख्ने होला त दाई भनेर मैले जसो दाईलाई सोद्धाखेरि उहाँले मलाई यो पदहरू अनि देखाउनु भयो। विशेष गरिकन यो याकुबको सपनाको दर्शन, यो उत्पत्ति 28 अध्याय त्यहाँनिर हामी पाउँछौँ। अलिकति समय मैले लिएको छु, मेरो समय कति मैले 10 मिनट लिइसकेँ छैन है, 7 मिनेट छ। मैले थोरै समय मैले पाएको आशिष हजुरहरूलाई। यस ठाउँको नाम लुज थियो।
यसरी चाहिँ यो पदको अनुसार यो पोखरा बेथेल चर्च नामकरण त्यसरी रह्यो। हामीले यो पदलाई लिएर जसोदाईले यो पद निकाल्नुभयो। उहाँ पनि यो संसारमा हुनुहुन्न, हामीबाट उहाँ बिदा भएर गइसक्नुभयो। अनि हामीले तेर्सोपट्टिमा सुरु गर्दाखेरिको कुरा चाहिँ यस्तो छ। इतिहास चाहिँ पहिला सुरुको खण्डकालमा चाहिँ यो छ। र यस प्रकारले चाहिँ पोखरा बेथेल मण्डली अथवा चर्च भनेर नामकरण राखियो। र त्यहाँबाट चाहिँ त्यसरी नै हामीले त्यो झुन्डबाट सानो हामी 2 जनाबाट सुरु गरेर अनि एक परिवार धनबहादुर भाइसँग पनि बिहान मैले उहाँसँग भिडियो कलहरू पनि गरेँ, फोन पनि गरेँ। अनि उहाँ बिहान 9 बजेको समय हङकङमा खाना खाँदै गरेको टाइममा अनि कुराहरू भयो। अनि भाइ 12 गते आउने कुरा पनि थियो पोखरामा, तर उहाँ आउन सक्नु भएन। उहाँको केही दिनपछि अलि लम्बियो मेरो समय भनेर भन्नुभयो, नत्र उहाँ पनि आज यहाँ आउनुभयो। कति राख्ने अनि नत्र कुहेर जाने, भुइँमा जमिन होइन चिसो हुने माटोमा त्यस्तो अवस्था थियो। अनि त्यसो गरेर हामीहरूले चाहिँ त्यहाँ सङ्गति गर्दै गर्दै त्यसरी अनि पछि बढ्दै आयो। र अनि पछि हामी 2-3 ठाउँमा त्यही तेर्सोपट्टिमा पनि 3 ठाउँमा हामी सर्यौँ। कोठा सर्दै वल्लो घर पल्लो घर सर्ने, अनि कहिले कता सर्ने गऱ्यौँ। अनि पछि चाहिँ अनि हाम्रो यो एनसिएफ नेपालसँग हामी जोडियौँ। अनि एनसिएफ नेपालसँग जोडिएपछि मैले आफ्नो कुराहरू राखेँ। अब हाम्रो सानो मण्डली झुन्ड छौँ, किनभने हाम्रो आर्थिक अवस्थाले पनि हामीलाई गाह्रो छ। हामीले कसो गर्ने होला, के गर्ने होला भन्ने बेलामा उहाँहरूले हाम्रो मुक्ति ढकाल भाइले चाहिँ अनि एनसिएफ नेपालसँग कुराहरू राखेर उहाँले केही हामीलाई जस्ता भाता जुटाइदिनु भयो। र अनि हामी त्यही घरको कोठाको पछाडि बारीमा हामी सरेर त्यहाँनिर अलिकति खुल्ला तरिकाले अनि टिनको छानाहरू लगाएर वाल चाहिँ उहाँहरूको त्यो बान्दा नै वाल गरेर हामी त्यसैमा जोडेर टिन हालेर पनि सङ्गति हामीले 8 वर्ष त्यहाँ बितायौँ तेर्सोपट्टिमा। अनि त्यहाँ बस्दाखेरि त्यति बेला हाम्रो नरकाजीहरू आउनुभयो, कमल भाइहरू थिए। अनि यसरी गरेर हामी सङ्गति गरेका हौँ। र सङ्गति गर्दै जाँदाखेरि पछि चाहिँ अनि फेरि अब हाम्रो मान्छेहरू बढ्दै गयो। अब फेरि कता गर्ने, कहाँ जाने अवस्था भयो। त्यसपछि फेरि हामीले यता यहाँ हाम्रो गणेशतिर आउने निर्णय गऱ्यौँ। र त्यहाँ आएर पनि हामी एउटा घरमा हामीले घरको भाडाहरू कति थियो भनेर मिलाएर ल्याएर त्यहाँ गऱ्यौँ। हामीले 2 वर्ष जति त्यहाँ गऱ्यौँ। त्यहाँ बस्दाखेरि त्यो कोठामा नआँटेर फेरि हामीले अब एउटा बारी लिनु पऱ्यो भनेर अनि खोज्न थाल्यौँ। खोज्दै जाँदाखेरि हामीले हाम्रो त्यहाँ हाम्रो कोइराला दाजुभाइहरूको उहाँहरूको आफ्नो जग्गामा शारदा कोइराला उहाँलाई भनेपछि हुन्छ भनेर उहाँले बारी दिनु भएर हामीले 10 वर्षको एग्रिमेन्ट गरेर त्यहाँ गऱ्यौँ हामीले। त्यहाँ हामीले टिनको जस्ताहरू ल्याएर सबै बल्बको गारहरू लगाएर अनि हामीले त्यस प्रकारले हामीले त्यहाँ सेवाहरू गऱ्यौँ। अनि त्यहाँ सेवा गर्दै अनि पछि चाहिँ भाडाहरू बढाउन लाग्यो। अनि हामीले भाडाहरू दिने हाम्रो अवस्थाहरू थिएन, साह्रै गाह्रो थियो त्यति बेला। अनि यहाँनिर त्यति बेला त्यो छाप्रोमा त्यहीँ जन्मेर नाति पनि अब यत्रो भयो, अहिले 14 वर्षमा हिँड्दैछ। तर गरेर हामी त्यसरी त्यो प्रकारले यो ठाउँहरूमा हामी यहाँ आज छौँ। र परमेश्वरले यो एउटा यो याकुबको सपनाको दर्शन जस्तै गरेर होइन यहाँ हामीलाई यहाँसम्म ल्याउनु भएको छ। अबदेखि हामीले जसरी अघि वचनमा सुनेको जस्तै हामी सबै एक भएन भने हाम्रो एकता भएन भने कसरी अगाडि बढ्न सक्छौँ, कसरी हुन सक्छ मण्डली भन्ने कुराहरू त हामीले अघि नै सुनिसकेका छौँ। र मैले यस्तै वचन ल्याउनु भनेर भनेको पनि होइन, परमेश्वर बोल्नु भएको नि त। आजको ठिक वार्षिक छ है चाहिँ भनेको चाहिँ हो। मैले बाबु छोरालाई उहाँलाई मैले वार्षिक मनाउँदैछु यसपालि कस्तो के हुन्छ होला है बा प्रार्थना गरिदिनु। हामी यत्रो 25 वर्षसम्म हामीले वार्षिकै मनाएको छैनौँ भनेर मैले भनेको थिएँ। र परमेश्वर उहाँसँग बोल्नु भएर आज हामीले त्यही सन्दर्भमा
अनि वचन पनि ठ्याक्कै आयो होइन। अनि त्यो उहाँ आफू बोलेकै होइन, तर वचनमा जे छ त्यही कुराहरू नै बोलेको कुरा हो नि है। त्यस कारण गर्दा हामी प्रार्थना गरेर अझै पनि अब हामीले गर्नु बाँकी धेरै छ, हामीलाई कति गाह्रो भयो है। आज यहाँ ढलान थियो भने हामीलाई आनन्द हुन्थ्यो नि, अनि यो यति बोल्ने थिएन, घामले होला अलिक फरक हुन्थ्यो होला। उदासम्ममा धेरै कुराहरू भएको छ कि यो कसरी सुरु भयो, कहाँबाट सुरु भयो, कहिले सुरु भयो भन्ने पनि हुनसक्छ हामी सबैलाई नै छ यो कुराहरू होइन। र यो चाहिँ अब सुरु भएको कुरा त हामीले अब थाहा भइहाल्यो होइन, ब्यानरबाट पनि थाहा भइहाल्यो। र अब त्यसमा हामीलाई परेको दुःख कष्ट अप्ठ्यारो गाह्रो सजिलो के भयो होइन, के भयो भन्ने कुराहरू पनि आउँछ। र हामीले यो उत्पत्तिको पुस्तकमा यो पोखरा बेथेल मण्डली चाहिँ नामाकरण कसरी गर्नु पर्यो भन्ने कुरा एउटा छ। त्यो एउटा कारण छ, किनभने हामीसँग त्यो बेलामा म बागबजार चर्चमा सङ्गति गर्दै थिएँ, मेरो श्रीमती यहाँ सङ्गति गर्दै गर्दाखेरि अनि हाम्रो पास्टर त्यहाँ हरिबहादुर थापा हुनुहुन्थ्यो, उहाँ यहाँ ज्ञात जातिको हो उहाँ चाहिँ। अनि उहाँसँग हाम्रो भेटघाट भयो पहिला सुरुमा म प्रोबाट आएपछि। म आएको उद्देश्य पनि मेरो आफ्नो सुसमाचारकै उद्देश्यले म यहाँ आइपुगेको हो। अनि मलाई चाहिँ त्यो विशेष गरिकन मत्तीको पुस्तक 28 अध्यायको मैले त्यो पदलाई पाएपछि एकदम मेरो मनमा चाहिँ धेरै त्यस्तै परमेश्वरको सेवाहरू गर्ने अनि सुसमाचार गर्ने, आत्माहरू जित्ने कुराहरू थियो। अनि मैले अस्ति पनि केही अलिअलि छनक त मैले भनेको पनि छु यहाँ वचनहरू बोलेको बेलामा पनि। मर्स्याङमा पनि आएँ कामको लागि, कामको सिलसिलामा त्यहाँ मर्स्याङ जलविद्युतमा 40-42 सालमा त्यहाँ आउँदाखेरि पनि मैले धेरै सुसमाचारहरू गर्दै गर्दाखेरि म त्यहाँबाट एकजिनको कुरा यहाँ पोखरा घुम्न आउँदाखेरि मलाई प्रभुले देखाउनु भएको दर्शनहरूद्वारा यो चाहिँ मण्डली सुरुको कुराहरू चाहिँ त्यो घटनाहरू चाहिँ त्यहाँ छ। र मैले त्यो एउटा वचन पढ्नु पऱ्यो एउटा खण्ड। तपाईँ हजुरहरूलाई मैले त्यो पद पढेर मैले पाएको दर्शनको भन्छु। मत्तीको पुस्तकमा मत्ती 28को 18-19 पदमा यहाँ यो पदलाई लिएर म यसरी यहाँ आउन सकेँ र प्रभुले ल्याउनु भयो मेरो श्रीमती र मलाई। तब यसो तिनीहरू कहाँ आएर भन्नुभयो, स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिएको छ, त्यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ र पिता पुत्र पवित्र आत्माको नाउँमा तिमीहरूलाई बप्तिस्मा देऊ। मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर म यो युगको अन्तसम्म सधैँ तिमीहरूका साथमा छु। आमेन। विशेष उद्देश्य यही नै थियो कि म यहाँ आउनुको कारणहरू, म यता इलामबाट आउनुको कारण, इलामबाट म यता मोरङमा सरेँ अनि मोरङबाट फेरि यहाँ आएँ। मोरङमा पनि म 10 वर्ष बसेँ, समय त्यहाँ बिताएँ। अनि त्यहाँ बस्दा नै मैले धेरै परमेश्वरको कुराहरू बुझ्ने अवसर मौकाहरू पनि पाएँ। अनि मैले 40 दिनको चाहिँ बाइबल तालिम पनि मैले धरानमा नै गरेको हो। त्यति बेला मेरो साथमा निकानवर तामाङ पास्टर हुनुहुन्थ्यो, हामीलाई तालिम दिनेहरू। अनि हाम्रो रमेश खत्री हुनुहुन्थ्यो, उहाँ जोरपाटीबाट काठमाडौँबाट जानुभएको थियो। अनि उहाँले सोलन कारथक उहाँले हामीलाई तालिम दिनुभएको थियो। अनि त्यो तालिमबाट मलाई एक प्रकारको उथुलपुथुलता नै ल्यायो त्यो तालिम। त्यसपछि चाहिँ मैले सारा कुराहरूले त्यागेर छोडेर परमेश्वरको सेवामा अगाडि बढ्दै आउँदाखेरि परमेश्वरले मलाई मर्स्याङदेखिको त्यो कामको सिलसिलाबाट म यहाँ आउन सकेँ। र यहाँ आइसकेपछि परमेश्वरले मलाई अब यतिकै मलाई बस्नु चाहिँ दिनुभएन। अनि मेरो श्रीमती र म दुईजना मिलेर
हामीले सुसमाचार, गाउँ गाउँमा सुसमाचार, सहर सहरमा सुसमाचार, त्यसबेला त्यो एक प्रकारले भन्ने हो भने त्यति बेला यसको नाम के राख्ने होला भन्ने विषयमा त्यो बेलामा हाम्रो हरिबहादुर दाई अनि जसुवा तिवारी हुनुहुन्थ्यो अनि उहाँ दाईहरूले नै मलाई उहाँले के राख्ने होला त दाई भनेर मैले जसुवा दाईलाई सोद्धाखेरि उहाँले मलाई यो पदहरू अनि देखाउनु भयो। विशेष गरिकन यो याकुबको सपनाको दर्शन यो उत्पत्ति 28 अध्याय त्यहाँनिर हामी पाउँछौँ। अलिकति समय मैले लिएको छु। मेरो समय कति मैले 10 मिनट लिइसकेँ छैन है। 7 मिनट छ। मैले थोरै समय मैले पाएको आशिष हजुरहरूलाई यस ठाउँको नाम लुज थियो। यसरी चाहिँ यो पदको अनुसार यो पोखरा बेथेल चर्च नामाकरण त्यसरी रह्यो। हामीले यो पदलाई लिएर जसो दाइले यो पद निकाल्नुभयो। उहाँ पनि यो संसारमा हुनुहुन्न, हामीबाट उहाँ बिदा भएर गइसक्नुभयो। अनि हामीले तेर्सोपट्टिमा सुरु गर्दाखेरिको कुरा चाहिँ यस्तो छ। इतिहास चाहिँ पहिला सुरुको खण्डकालमा चाहिँ यो छ। तर यस प्रकारले चाहिँ पोखरा बेथेल मण्डली अथवा चर्च भनेर नामाकरण राखियो। र त्यहाँबाट चाहिँ त्यसरी नै हामीले त्यो झुन्डबाट सानो हामी 2 जनाबाट सुरु गरेर अनि एक परिवार हाम्रो धनबहादुर भाइसँग पनि बिहान मैले उहाँसँग भिडियो कलहरू पनि गरेँ, फोन पनि गरेँ। अनि उहाँ बिहान 9 बजेको समय हङकङमा खाना खाँदै गरेको टाइममा अनि कुराहरू भयो। अनि भाइ 12 गते आउने कुरा पनि थियो पोखरामा, तर उहाँ आउन सक्नु भएन। उहाँको केही दिनपछि अलि लम्बियो मेरो समय भनेर भन्नुभयो। नत्र उहाँ पनि आज यहाँ आउनुभयो। कति राख्ने अनि नत्र कुहेर जाने, भुइँमा जमिन होइन चिसो हुने माटोमा त्यस्तो अवस्था थियो। अनि त्यसो गरेर हामीहरूले चाहिँ त्यहाँ सङ्गति गर्दै गर्दै त्यसरी अनि पछि बढ्दै आयो। र अनि पछि हामी 2-3 ठाउँमा त्यही तेर्सोपट्टिमा पनि 3 ठाउँमा हामी सर्यौँ। कोठा सर्दै ओल्लो घर पल्लो घर सर्ने अनि कहिले कता सर्ने गऱ्यौँ। अनि पछि चाहिँ अनि हाम्रो यो एनसिएफ नेपालसँग हामी जोडियौँ। अनि एनसिएफ नेपालसँग जोडिएपछि मैले आफ्नो कुराहरू राखेँ। अब हाम्रो सानो मण्डली झुन्ड छौँ, किनभने हाम्रो आर्थिक अवस्थाले पनि हामीलाई गाह्रो छ। हामीले कसो गर्ने होला, के गर्ने होला भन्ने बेलामा उहाँहरूले हाम्रो मुक्ति ढकाल भाइले चाहिँ अनि एनसिएफ नेपालसँग कुराहरू राखेर उहाँले केही हामीलाई जस्ता भाता जुटाइदिनु भयो। र अनि हामी त्यही घरको कोठाको पछाडि बारीमा हामी सरेर त्यहाँनिर अलिकति खुल्ला तरिकाले अनि टिनको छानाहरू लगाएर वाल चाहिँ उहाँहरूको त्यो बान्दा नै वाल गरेर हामी त्यसैमा जोडेर टिन हालेर पनि सङ्गति हामीले 8 वर्ष त्यहाँ बितायौँ तेर्सोपट्टिमा। अनि त्यहाँ बस्दाखेरि त्यति बेला हाम्रो नरकाजीहरू आउनुभयो, कमल भाइहरू थिए। अनि यसरी गरेर हामी सङ्गति गरेका हौँ। र सङ्गति गर्दै जाँदाखेरि पछि चाहिँ अनि फेरि अब हाम्रो मान्छेहरू बढ्दै गयो। अब फेरि कता गर्ने, कहाँ जाने अवस्था भयो। त्यसपछि फेरि हामीले यता यहाँ हाम्रो गणेश टोलतिर हामी आउने निर्णय गऱ्यौँ। र त्यहाँ आएर पनि हामीले एउटा घरमा हामीले घरको भाडाहरू कति थिए भनेर मिलाएर ल्याएर त्यहाँ गऱ्यौँ। हामीले 2 वर्ष जति त्यहाँ गऱ्यौँ। त्यहाँ बस्दाखेरि त्यो कोठामा नआँटेर फेरि हामीले अब एउटा बारी लिनु पऱ्यो भनेर अनि खोज्न थाल्यौँ। खोज्दै जाँदाखेरि हामीले हाम्रो त्यहाँ हाम्रो कोइराला दाजुभाइहरूको उहाँहरूको आफ्नो जग्गामा शारदा कोइराला उहाँलाई भनेपछि हुन्छ भनेर उहाँले बारी दिनुभयो। र हामीले 10 वर्षको एग्रिमेन्ट गरेर त्यहाँ गऱ्यौँ हामीले। त्यहाँ हामीले टिनको जस्ताहरू ल्याएर सबै बल्बको गारहरू लगाएर अनि हामीले त्यस प्रकारले हामीले त्यहाँ सेवाहरू गऱ्यौँ। अनि त्यहाँ सेवा गर्दै अनि पछि चाहिँ भाडाहरू बढाउन लाग्यो। अनि हामीले भाडाहरू दिने हाम्रो अवस्थाहरू थिएन, साह्रै गाह्रो थियो त्यति बेला। अनि यहाँनिर त्यति बेला छाप्रोमा त्यहीँ जन्मेर नाति पनि अब यत्रो भयो
अहिले 14 वर्षमा हिँड्दैछ तर गरेर हामी त्यसरी त्यो प्रकारले यो ठाउँहरूमा हामी यहाँ आज छौँ र परमेश्वरले यो एउटा यो याकुबको सपनाको दर्शन जस्तै गरेर होइन यहाँ हामीलाई यहाँसम्म ल्याउनु भएको छ। अबदेखि हामीले जसरी अघि वचनमा सुनेको जस्तै हामी सबै एक भएन भने हाम्रो एकता भएन भने कसरी अगाडि बढ्न सक्छौँ, कसरी हुन सक्छ भन्ने कुराहरू त हामीले अघि नै सुनिसकेका छौँ। र मैले यस्तै वचन ल्याउनु भनेको होइन, परमेश्वर बोल्नु भएको नि त। आजको ठिक वार्षिक छ है चाहिँ भनेको चाहिँ हो। मैले बाबु छोरालाई उहाँलाई मैले वार्षिक मनाउँदैछु यसपालि कस्तो के हुन्छ ल है बा प्रार्थना गरिदिनु। हामी यत्रो 25 वर्षसम्म हामीले वार्षिकै मनाएको छैनौँ भनेर मैले भनेको थिएँ र परमेश्वर उहाँसँग बोल्नु भएर आज हामीले त्यही सन्दर्भमा उहाँले वचन पनि ठ्याक्कै आयो होइन। अनि त्यो उहाँ आफू बोलेकै होइन तर वचनमा जे छ त्यही कुराहरू नै बोलेको कुरा हो नि है। त्यस कारण गर्दा हामी प्रार्थना गरेर अझै पनि अब हामीले गर्नु बाँकी धेरै छ। हामीलाई कति गाह्रो भयो है, आज यहाँ ढलान थियो भने हामीलाई आनन्द हुन्थ्यो नि। अनि यो यति बोल्ने थिएन, घाम थियो होला, अलिक फरक हुन्थ्यो होला उतासँग। अब 2082 सालबाट चाहिँ पोखरेली समुदायमा चाहिँ हामी प्रतिनिधि गरेर दिदीबहिनी प्रार्थना समितिमा चाहिँ उहाँहरूलाई पठाउनेछौँ। उहाँहरूको जिम्मेवारीहरू त्यहाँ हुन्छ है। जानुपर्ने दिनहरूमा मिटिङमा जानुपर्छ अनि महिनाको एकचोटि प्रार्थना सङ्गति हुन्छ, त्यहाँ चाहिँ उहाँहरू जानुपर्छ र उहाँहरूसँग मिलेर अरू दिदीबहिनी पनि जान सक्नुहुन्छ है। अनि मण्डलीको प्रार्थनाको विषयहरू लिएर उहाँको जिम्मेवारीहरू चाहिँ अब सुरु हुन्छ पोखरेली दिदीबहिनीकोमा। अनि हामी चाहिँ उहाँलाई चाहिँ स्वागत गर्नेछौँ खाटा लाएर अनि प्रार्थना पनि गरिदिनुहुन्छ। यो जिम्मेवारीहरू गर्नमा सहायता गर्नुभएको छ। हामी मण्डली परिवारहरूले मिलेर प्रार्थना गरिदिनेछौँ उहाँतिर हात फर्काएर। अनि पास्टर बुवाले चाहिँ पछि चाहिँ सुजना गुरुङ, त्यसपछि हाम्रो सदस्यहरू छ। सदस्यहरू चाहिँ हाम्रो सदस्य चाहिँ हाम्रो अनिसा गुरुङ, त्यसपछि बिनाले, अनि सन्तोष मुक्ताल, सुमित बकली, अस्मिता रोक्का, अनि सुजना गुरुङ, अनि त्यसपछि विकल र साइली, अनि त्यसपछि अनिस रोक्का, नौजना थियो हाम्रो होइन लोइस कतिजना 9जना यो जवानहरूको हाम्रो समिति चाहिँ जवानहरू चाहिँ अरू सबैजना 7जना छ, जवानहरू चाहिँ 9जना छ है। जवानहरूले धेरै काम गर्न पनि सक्छ। अस्मिता चाहिँ उसले गर्दै आउनुभएको छ है, कोषाध्यक्ष हो
अस्मिता चाहिँ पहिलादेखि गर्दै आउनुभएको छ। उहाँ चाहिँ आज आउनु सक्नुभएको छैन, तापनि उहाँ पनि यो समितिमा हुनुहुन्छ। हामी सम्झेर प्रार्थना गर्नेछौँ। अनि सुमित बगर्तीलाई हामी है सुमित बगर्ती चाहिँ जवानको जुन अध्यक्ष भएर जवानको बिचमा काम गर्नुहुनेछ। नानी चाहिँ सबैलाई अहिले पछि एकैचोटि बनाउने है। आज को सदस्य चाहिँ आउनु सक्नुभएको छैन। हामी सम्झेर प्रार्थना गर्नेछौँ। सचिव चाहिँ हाम्रो सुजना गुरु, अनि सचिव अनि सदस्य अनिसा गुरु, अनि हाम्रो बिना माले सदस्य है, सन्तोष मित्र, विकल रसाइली, अनिस रोका, लोइस बस्ती। अब हामी सबै घोडा टेकेर बस्नुहुनेछ। अनि पर्सि बुवाले केन्द्रीय अनि अष्टबुवाले केन्द्रीय पे गरिदिनुहुनेछ। अनि हामी मण्डली परिवारहरू पनि आफ्नो ठाउँबाट उठेर है हामी उहाँहरू चाहिँ एउटा मण्डलीको खाँबो बनेर अनि प्रभुको निम्ति सेना गरेर है अनि प्रभुको क्रुस पुगेर हिँड्नमा प्रभुले सहायता गर्नुभयो। पवित्र आत्माको अभिषेक होस् भनेर हामी पास्टर बुवाले त्यसले अभिषेक गरिदिनुहुन्छ। अनि हामी सबैजना मिलेर प्रार्थना गर्नेछौँ। अनि पास्टर बुवाले नै हामी गर्ने गर्नेछ। हाम्रो अध्यक्षबाट सुरु गर्दा है, हाम्रो जवानको अध्यक्षबाट हामी सबैजनाले पनि प्रार्थना गर्छौँ उहाँको लागि है। परमेश्वरले प्रभुको वचनमा आज्ञाकारी होस् भनेर प्रभु येशू हामी तपाईँलाई धन्यवाद Jesus
Happy anniversary! Happy anniversary! Kita udah happy. काट्ने मात्र काट्ने यो टिप्नुपर्छ होला नि
यो टिप्नुपर्छ होला कान्छी ले यता अर्को खाने खालको चाहिँ ल खाने खालको ताली बजाउने सबैजना ताली बजाउनुहोस् है ह्यापी एनिभर्सरी ह्यापी त्यो हात नलगाउन हामीलाई आजको बिहानदेखिसम्म यसरी यहाँ रहेर परमेश्वरको महिमा गर्ने तपाईँको छोराछोरीहरूलाई सहायता गर्नुभयो हरियो गर्न शक्ति दिनुभयो धन्यवाद। अब हामी यहाँबाट फेरि बिरुवादी हुन्छौँ भन्ने कुराहरू छ तयारी त्यो सबै कुरा बनाउने टोलाउने छोराछोरीलाई पनि आशिष दिनुहोस् भाइ तपाईँकै महिमा गर्नुहोस् धन्यवाद भन्दै सारा विश्वको बिन्ती चलाउँछौँ आशीर्वाद माग्छौँ येशू ख्रीष्टको नाममा। आउनुहोस्